ओ गाइजहरु हामी चाहिँ कहाँ रे? नमस्ते है, म गौतम सिंह कार्की। गाइज हामी पोल्यान्डमा छौँ कि 3 जना साथी चाहिँ आज यसो एउटा फ्रेस हुनलाई हामी क्राको भन्ने सहरतिर जाँदैछौँ। यताको खास मेन सिटी हाम्रो यो पोल्यान्डको अहिले चाहिँ चिसो धेरै भएको छ है। अनि यहीँनिर हाम्रो सल्लाहका रुखहरू छ। तपाईँ सल्लो भन्ने बुझ्नुहुन्छ कि हुँदैन होइन गाइज? जे सल्लो सक्नुहुन्छ है। यो यसको साबुनहरू पनि बनाउँछ। उचिया चाहिँ पाङ्गरको रुखको यो पाङ्गर झरिसकेको छ गाइज। तपाईँलाई सो हामी यो दाना पनि देखाउने छौँ गाइज। यो पाङ्गर हो, यता पनि छ गाइज। यो हामीले उहाँलाई सहयोग गऱ्यौँ होइन यो पाङ्गर टिप्दाखेरि। किनकि पाङ्गर भन्ने हामी नेपाली कसैलाई थाहा पनि नहुनसक्छ, किनकि हाम्रो पहाडी क्षेत्रमा हुने चिजको चाहिँ तपाईँले साबुनहरू बनाउनु, स्याम्पूहरू बनाउनु धेरै प्रयोगहरू हुन्छ हो गाइज। त्यो देखाइरहेको छौँ। तपाईँको माली बइस भन्छ या बइस हो। बइसको रुख पनि यत्रो हुँदो रहेछ होइन यता युरोपतिर हाम्रोतिर पाउने। अनि यो तपाईँको ओखर सुकिरहेको छ होइन। अनि यो चाहिँ तपाईँको के भन्छ भने चाहिँ यसमा हाम्रोमा नालो भन्छ होइन, हाम्रोतिर तपाईँकोतिर के भन्छ गाइजहरू है। हामी अहिले पार्कतिर घुमिरहेछौँ। आज हामी सन्डे हाम्रो बिदा थियो। बिदाका दिनमा साथीहरूसँग यसो घुम्नलाई यतासम्म आयो। अनि आउँदाखेरि चाहिँ यस्तो यस्तो चिजहरू पनि हाम्रो जहाँ पाहाडमा हुनुपर्ने हो तिनीहरू चाहिँ देखिया छ होइन। अनि यो उतापट्टिको चाहिँ यो रुख चाहिँ तपाईँको यतै स्याउ पनि छ है। अनि यो चाहिँ यो अङ्गुर भन्छ है, सानो सानो अङ्गुर हो। यो चाहिँ गाइड यस्तो यत्तिकै घुम्नलाई चाहिँ आएको छ।